ओ साथी हेलो भन्दै त हेलो नयाँ ब्लगमा सब्सक्राइब भन्दै न प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु दिस इज माई सेकेन्ड ब्लग। अनि त्यसपछि अहिले चाहिँ साथीको रुमतिर जानु लागेको। अब साथीले खाना आऊ भन्दैछ। खाना आऊ भन्दा नि खाना बनाउन आऊ भने जस्तो। अब गएर आफै बनाउनुपर्छ नि त। त्यही भएर टक्क साथीको गइन्छ। सुँगुरको मासु ल्यायो भन्थ्यो। सुँगुरको मासुसँग झ्याम हालिन्छ नि। हिउँ परेर हौ आम्मो साह्रो छैन हौ पुरै। त्यस्तो साह्रो त हिउँ परेको छैन, अलिअलि चाहिँ हिउँ परिरहेको अहिले पुरै। अब हिउँ पर्ने टाइम पनि स्टार्ट भयो नि त, त्यही भएर हिउँ परिरहेछ। अब साह्रो मुखमा हान्छ त। रातिको चाहिँ भ्यू यस्तै देखिन्छ। यतातिरको चाहिँ यस्तो देखिन्छ। यो चाहिँ साथीको रुम जाने बाटो भएर हिउँ पनि कस्तो खाले हिउँ हो। तल गएपछि पानी पुरै हिलै हिलो हुने हौ। अनि हजुरहरूलाई मेरो फर्स्ट भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। त्यही अनुसारले म फेरि बनाउँछु अरू के कमजोरी भएको छ के कस्तो भएको भन्ने। साथीको मान्छे साथीको रुम चाहिँ बत्ती बलिरहेको रहेछ। यो अँध्यारोमा हो, त्यही हो साथी। काम गर्ने पनि त्यही हो। काम गर्नु चाहिँ यो ठुलो बिल्डिङमा हो, जिममा हो। अनि साथी चाहिँ यहाँ बस्छ तल चाहिँ। साथीलाई बोलाउनु पऱ्यो, लास्ट जाडो बोलाउनु पनि धोका ढङ्गै हाल्नु बोलाउनु पऱ्यो। कल गर्नु भन्दा तर्सियोस् न। कहाँ हो मान्छे नै छैन नि हौ। साथी खाना बनाउँदैछ क्या अरे, मैले बनाउँदैन क्या अरे। साथी आफै खाना बनाउँदैछ जस्तो लाग्यो किचनमा। कहाँ गयो साथी फेरि? आमा म त साथी हिँडे देखेर पनि के छ साथी? हालखबर तिम्रो सब ठिक छ? ओ साथी हेलो भन्दै त हेलो नयाँ ब्लगमा सब्सक्राइब भन्दै न प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु
सुँगुरको मासु मात्रै ल्याऊ भनेको यहाँ सुकुटी पनि ल्याएर के आमा म त मर्छु क्या हो। अब चाहिँ म साथीकोबाट निस्किन लागेको ल साथी बाई है त बाई बाई मेरी क्रिसमस मेरी क्रिसमस भोलि भेट्नुपर्छ ल ठिक छ 25 डिसेम्बर ल मेरी क्रिसमस ल साथी है त खाना मिठो खुवाइहाल्यो साथी अब मैले बर्ना खुलाएको गरेर हेर्नु पर्छ ल साथी ल ल साथी ल है भोलि भेट्नुपर्छ भोलि भेट्नुपर्छ मेरी क्रिसमस ल मेरी क्रिसमस अब यस्तो चाडमा हजुर ए ल साथी ल अब यहाँबाट निस्किनु पर्ने हुन्छ राति 10 बजिसक्यो हाम्रो बस्दा खानासाना बनायो खाना खायो अब चाहिँ कस्तो अँध्यारो भयो हाम्रो लास्ट जाडो हो ल तपाईँहरूलाई म रुम पुगेर भेट्छु एक्लै छु हो यो रोडमा आम्मा कोही छैन त सुनसान त्यो क्रिसमस लगाएपछि चाहिँ सबै कहाँ जान्छ कोही मान्छे हुँदैन हौ होटेलमा नि हुन्थ्यो म एक्लै हो कोही छैन होटेलै पुरै सुनसान हो रोड पनि पुरै सुनसान छ अँध्यारो न अँध्यारो केही नदेख्ने आम्मा जाडो बल्ल एउटा गाडी आयो पछाडिबाट डर लाग्दो जस्तो ठाउँ हो त्यही माथि जङ्गलको छेउतिर हो रुम पनि राइट हिउँ पऱ्यो हो कि के हो यो त कुरै बुझ्नै सकिनँ हिउँै परेर रहेछ त धेरै चाहिँ होइन थोरै यो पुरै गाडीभरि हिउँै हो रहेछ अन्त परेर रहेछ भुइँमा पुगेपछि सबै पानी नै पानी भयो जाडो चाहिँ लास्टै जाडो हो हाम्रो अब त दिउँसै -2 थियो अहिले त झन् कति पुग्यो होला त होटेल पनि खाइपुगेँ साथीकोमा टन्न मासु भात पड्काएर रुम पनि आइपुग्यो यही हो मेरो होटेल चाहिँ तर केही देख्दैन रहेछ होटेल पनि अँध्यारोमा भित्र त पुरै हिस्टर खोलेर तातो बनाएर राखेको छ अब चाहिँ भोलि भेट्नुपर्छ अब म चाहिँ बस्दा लागेर सुत्न लागेको टन्न भात खाएँ भोलि भेट्नुपर्छ है त गुड मर्निङ पुरै उज्यालो भइसकेको छ आम्बो म त राति साथीहरूले क्रिसमस मनाउनु बोलाउँछु भन्थ्यो म पनि सुत्दै भएछ केटाहरू पनि गएन क्या हिउँ परेन जस्तो लाग्यो पुरै हिउँ परेर रहेछ अनि के कल पनि गरेको थिएन हुन त हिउँ परेर हो क्या अरे त्यस्तो साह्रो त परेन अलिअलि परेछ अलिअलि परेर रहेछ त्यही भएर नि राति परेर केटाहरू गएन त्यसो भए त बोलाउनु पर्ने हो ल तपाईँहरूलाई म फ्रेस भएर भेट्छु है त म चाहिँ रेडी पनि हुनु लागेँ अब रनिङतिर जानुपर्ने हुन्छ कामै ल्याइ छैन एक्लै छु त म अफ ड्युटी भएर पनि चाहिँ जान्छु रनिङ नत्र बिहान 5 बजीदेखि नै काम पर्छ अब जानै मिल्दैन क्या नत्र त अफ ड्युटी भएर पनि त गएर हुन्छ ड्युटी भएर पनि बिहान 5 बजीदेखि कसरी जाने ल म बाहिर निस्केँ अब बत्ती सुत्ने भइदिन्छ
हालिदिँदा होला नि मैले तपाईँहरूलाई म तल हेर्छु होला बिरालोलाई खाना पनि भएन लाग्यो हाल्थेँ मैले आज त हाल्दैन अब भर्खर बिहान हुँदैन बिहान त नहाल्नु होला दिउँसोतिर हाल्नु गरेर लास्ट चिज हो त बाहिर मैले फर्स्ट भिडियो पनि आज अपलोड गरिसकेँ बिहान हजुरहरू गएर हेरिदिनु होला मेरो फर्स्ट भिडियो पनि सुनसान छ कोही छैन मेरो होटल चाहिँ यही हो म काम गर्ने होटल चाहिँ ल म रनिङतिर लाग्छु है त लास्ट चिज हो यता चाहिँ पुरै जङ्गलै जङ्गल हो ठाउँ चाहिँ बबाल छ यो आनन्द पिस कसैको हल्ला सल्ला पनि छैन चिल ठाउँ छ हौ हेर्नु न पुरै चिल ठाउँ मलाई फेरि त्यस्तो क्राउडेड ठाउँ पनि मन पर्दैन यस्तै आनन्द चिल होइन त्यो क्राउडेड ठाउँ भने त एकछिनको लागि रमाएर मात्रै जस्तो लाग्छ मलाई त नत्र त बस्न त यस्तै आनन्द हुन्छ हौ चिल ठाउँ हो नि त यहाँ कति आनन्दको ठाउँ हेर्नु जङ्गल एक्सर्साइज पनि भयो भर्खरै एक्सर्साइज भएर अब रुमतिर जानु पऱ्यो रुमतिर गएर फ्रेस फ्रेस भएर अनि खै के हुन्छ हेरौँ आज सेन्टरतिर जाउँ कि साथीले पनि बोलाएर खै काजौँ ल अहिले भेट्नुपर्छ है त साथी एउटा मेरो भिडियो पनि अपलोड भएको सबले गएर लाइक सेयर सब्सक्राइब बेल आइकनलाई बजाउन नछोड्नु होला सबतिर पठाइदिनु होला सेयर गरिदिनु होला होइन होइन के भने जय माता दी हाल्ने हो अब म रेगुलर भिडियो बनाउँछु अब मेरो बिदा पनि 5-6 दिन बिदा अझै त्यहाँपछि पनि बिदा हुन्छ होला मलाई लागेको न्यु इयरको पनि बिदा
हेरौँ। तर म अब सायद रेगुलर नै बनाउँछु होला। रेगुलर भन्नाले अब बनाइरहन्छु, त्यो रेगुलर त नभनौँ। अब कुनै बेला त 17-18 घन्टा ड्युटी हुन्छ र बनायो भने चाहिँ म रेगुलर नै बनाएर हुन्छु अबदेखि चाहिँ। अनि अब आजलाई यति नै त भन्नुपर्ला, अब केही नै छैन। अब गएर फ्रेस हुन्छु अनि साथीकोतिर जान्छु कि खै कता जान्छु। र आजको लागि यति नै। सबले गएर गरिदिनु होला लाइक सेयर, अनि भनिदिनु होला कमेन्टमा अब कसरी भिडियो बनाउँदा बेस्ट हुन्छ, कस्तो खाले भिडियो बनाउँदा बेस्ट हुन्छ। अनि त्यसपछि त्यो म क्यामेरा एङ्गल पनि राम्रोसँग मिलाउन आएन, त्यो पनि भनिदिनु होला कसरी मिलाउँदा चाहिँ बेस्ट हुन्छ भनेर। अनि आजलाई यति नै। अब अर्को भ्लगमा भेट्नुपर्छ है त। ल बाई बाई गाइज।